हेलो गाइस, दर्शक नमस्ते गाइस, के छ आराम हुनुहुन्छ? आज भने हामी मलेसियामा चाहिँ माछा सक्ने तयारी गर्दैछौँ गाइस। देख्न सक्नुहुन्छ मोटर लगाएर पानी फालेर माछा सक्ने तयारी गर्दैछौँ हामी भने। देख्न सक्नुहुन्छ भिडियो चाहिँ सबैजनाले स्किप नगरिकन हेर्नु होला अनि माया पनि गरिदिनु होला भन्न चाहन्छु। यति बेला चाहिँ हामी मोटर लगाउने तयारी गर्दैछौँ, देख्न सक्नुहुन्छ। फाइनल्ली हाम्रो मोटर चाहिँ लगाइसकेको छ गाइस। अब भने चालु गरेर पानी निकाल्न मात्रै बाँकी छ। मोटर चाहिँ तल पानीमा खसालिसकेका छौँ। अब केही समयमा चाहिँ हामी पानी निकाल्नेछौँ गाइस। फाइनल्ली हाम्रो मोटर चाहिँ लगाइसक्यो अनि पानी पनि बाहिर निक्लिसक्यो गाइस, देख्न सक्नुहुन्छ। अब केही समयमा भने हामी माछा सक्नेछौँ गाइस। हेर्दै गर्नु होला भिडियोलाई चाहिँ। यतातिर भने हामी माथितिरबाट पानी आउँछ कि भनेर चाहिँ माथितिर बन्द गर्दैछौँ डिल लगाएर। अब केही समयमा चाहिँ पानी खत्म हुनेछ। हाम्रो अङ्कल चाहिँ रुखबाट माछा हेर्ने भनेर रुखमा चढ्नु भएको छ। फाइनल्ली देख्न सक्नुहुन्छ पानी चाहिँ अब तल तल गइसकेछ। केही समयमा चाहिँ हामी माछा सक्नेछौँ। हेर्दै गर्नु होला भिडियोलाई चाहिँ। देख्न सक्नुहुन्छ फाइनल्ली हामी लास्टमा छौँ। अब फाइनल्ली हामी चाहिँ माछा छप्पिसक्यो गाइस। हेर्नु है कति ठुलो ठुलो छ, हेर्नु त माछाहरू चाहिँ। हेर्नु त कति ठुलो ठुलो छोप्नु भएको छ हाम्रो साथीले चाहिँ माछाहरू। हेर्नुहोस् है। फाइनल्ली हामीले चाहिँ यति माछा छोपिसक्यो गाइस। अब भने हामी रुमतिर जान्छौँ। हेर्नु रुममा लिएर भने टङ्कीमा हालेर हामीले चाहिँ माछालाई मरेको अलग जिउँदो अलग गराइसकियो गाइस। हजुरहरूलाई कोलाई माछा मनपर्छ कृपया कमेन्ट गर्नु होला भन्दै फेरि पुनः यस्तै भिडियो लिएर आउनेछु। अहिलेलाई भने छुट्टिन चाहन्छु। बाई गाइस।